ओके गाइस, फेरि पनि आज तपाईहरुलाई मेरो अर्को नयाँ ब्लगमा स्वागत छ। र यता चाहिँ यो पोखरीको एरिया हो यो, र गठिया साइड भन्छ यता हुँदा तल चाहिँ यहाँदेखि हुँदा बहुतै जङ्गल छ, बिचमा मात्रै रोड छ गाइस। र हामी जाँदैछौँ, साथीले हाई भनिदेऊ। हाई हाई। उसको पनि एउटा च्यानल छ, उसको इन्द्र ब्लग हो, उसलाई पनि गएर सब्सक्राइब गरिदिनु होला गाइस। र उसको च्यानलको लिङ्क चाहिँ म डिस्क्रिप्सनमा राखिदिन्छु। मेरोमा पनि हजुरहरूले सबैहरूले गएर यसो लाइक सब्सक्राइब गरिदिराख्नु होला। मेरो चाहिँ इन्द्र ब्लग भनेर छ, सब्सक्राइब गरेर हेरिदिनु होला सबैले, अनि माया गरिदिनु होला हाम्रो ब्लगलाई। यहाँ हाम्रो भीमदारलाई पनि सबैले माया गरिदिनु होला। अनि यतिकैमा अब हामी चाहिँ त्यो वाकमा जाँदैछौँ। अब यो वाकमा गएको भिडियोहरू तपाईँहरू मार्फत हामीले लगाउनेछौँ। हामी युट्युब या त हामी फेसबुकमा लगाएर हजुरहरूलाई मनोरञ्जन गर्नेछौँ। त्यसरी सबैले हेर्नु होला। हो सर्ट वी मुभ फरवर्ड, सो एभ्रिवान विल लाइक आवर च्यानल। अब हामीले राम्रो राम्रो भिडियो लगाउनेछौँ, डे बाई डे अपडेट गर्नेछौँ। हजुरहरूले सबैले मन पराउनुहुन्छ हाम्रो भिडियो, हेर्दै जानु होला। यस्तै यस्तै गर्दै अगाडि हेर्दै जाउँ होइन गाइस। कता कता बाटो छ, कस्तो छ घरहरू होइन, एरियासहरू कस्तो, तपाईँहरूले अब नयाँ नयाँ मान्छेहरूले थाहा छैन होला, यता आउनु भएको छैन होला, देखाउँदै जानेछौँ। र एकछिन बार हेरौँला हामी उँधो जाँदैछौँ गाइस। लेट्स हेर्नुहोस् न, यहाँबाट चाहिँ इन्डियन हो। यहाँ गएर देख्नुहुन्छ कस्तो राम्रो छ। यहाँबाट घर छ माथि, कस्तो बुझ्दैन घरमा। र यहाँ माथि मन्दिर छ, यता घर छ गाइस। र यस्तै जाउँ होइन, यहाँ मेन घर छ। कुकुरले पो कराउनु थाल्यो हामीलाई देखेर गाइस, एकदम। यहाँ चाहिँ घर छ र सर्टकट बाटो गएको हामी चाहिँ तल रोड छिटो निस्किन्छ भनेर। गयो भने चाहिँ परबाट अब रोडबाट जाँदाखेरि त अब पुगिन्छ, तर रोडबाट चाहिँ निकै टाइम लाग्छ। र त्यही भएर हामी सर्टकटबाट आएको। सर्टकटबाट चाहिँ अब 2 मिनट पनि टाइम टेक गर्छ, तल फेरि रोडमा निक्लिनु पर्छ। र यस्तो छ घर। पित्तली पसेको कि र यहाँ देख्नु सक्नुहुन्छ एकदम राम्रो फुल लगाएको छ यहाँनिर। र यहाँनिर ग्रिन हाउस बनाएको रहेछ। यहाँ साथीले पनि भ्लग बनाउँदा जाँदैछ। साथीको च्यानललाई सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला। एकदम राम्रो यहाँनिर सागसब्जी फलफुल, यहाँनिर सब्जीको लगाएको रहेछ। यहाँ गोलभेडा रहेछ गाइस, पर खोर्सानी छ, ग्रिन हाउस। यहाँ अब होइन गाउँहरूमा यस्तै लगायो भने मात्रै अब किनेर खान सक्दैन गाइस। आफैले यस्तो ग्रिन हाउस बनाएर गऱ्यो भने मात्रै खान सक्छ राम्ररी। र यहाँनिर दोमाको हाम्रो गुवाको बगान बगैँचा बिरुवा लगाएको रहेछ। र उता बगान पुरा छ गाइस हजुर। र हेर्दै जाउँ, र फेरि हेर्दै जाउँ गाइस होइन, कस्तो कस्तो छ पछाडिको ग्रिन हाउस, एकदम राम्रो छ। र हामी जाँदैछौँ खामजलिङ साइड। एकदम हरियाली छ गाइस, तपाईँहरू पनि आउनु होला। एकदम इन्जोय हुनेछ, तपाईँहरूको रमाइलो हुनेछ, घुम्दै आउनु होला। र यहाँ तगारा लगाएको रहेछ, हामी खोज्दैछौँ साथीहरू मैले गाईहरू के बस्छ भनेर तगारा बनाएको रहेछ। सो लेट्स गो। र फेरि हामी रोडमा आइपुगेको छौँ। यहाँ तल होइन, माथि घरबाट माथि छ घर होइन, तलबाट आइपुगेको छौँ। र हामी फेरि रोडमा आइपुग्यौँ र जाँदैछौँ तल। खामजलिङ भन्छ यहाँ, पुरा नाम चाहिँ के हो हामीलाई थाहा छैन। र यता केटाहरू ड्युटी बस्छ। र हेर्दै जाउँ के गर्दैछ। र यस्तो जाँदैछौँ हामी होइन, जान्छौँ यो चाहिँ खामजलिङको पोस्ट हो, यो चाहिँ ड्युटी पोइन्ट हो। यहाँदेखि इन्डिया हो, इन्डियाहरू बजाउनु। त्यहाँबाट उँभो जाने बाटो पनि छ गाइस। र यता चाहिँ इन्डियाको चियापत्ती बगानहरू छ। यहाँदेखि यस्तो जानुपर्छ उँधो। हाम्रो उता आता कर्म आउँदैछ, हाम्रो यहाँको खामजलिङको डन हो, हाई गर्दैन।
र हामी फेरि आइपुग्न आँट्यौँ हामी चाहिँ यो खाम्चुलिङ क्रस गरेर अब गठियाको पोइन्टमा आइपुगेको छौँ र हामी तल गठिया पुलसम्म जानेछौँ र तपाईँहरूलाई गठिया पुल कस्तो छ होइन त्यहाँनिर गाउँहरू कस्तो छ त्यो देखाउनेछौँ र यहाँबाट एउटा बाटो रहेछ अब यहाँ मान्छे र यो बाटोबाट जाउँ होइन बाटो रहेछ तपाईँले अलिक अप्ठ्यारो रहेछ बाटो र सर्टकटबाट गएको गाइस फेरि लेट्स गो फ्रम द सर्टकट यहाँबाट चाहिँ डाइरेक्ट तल रोडमा फेरि गाइस होइन यहाँबाट सर्टकट हो जे कुरा गरे पनि बाटो चाहिँ सर्टकट रोज्नुपर्छ तर काम गर्दा चाहिँ सर्टकट रोज्नु हुँदैन गाइस र यहाँबाट अलिक जङ्गल टाइपको रहेछ पानी परेर होला गाइस ओके हामी आइपुग्यो एकदम यहाँ घरमा आइपुग्यो र यहाँबाट यस्तो जानुपर्ने हुन्छ यहाँको नजारा यस्तो छ यस्तो लगेको रहेछ गाइस सिबीहरू लगेको रहेछ र जाँदै गरौँ गाइस होइन तल घरमा आइपुग्यो एकदम दामी छ गाइस एकदम दामी छ यो चाहिँ हो गठियाको गाउँ गठिया भन्छ र यस्तै गएर चाहिँ यहाँबाट एउटा टोकारा छ ठिकै रोडमा पुगिसक्यो हामी गाइस यो हो देख्न सक्नुहुन्छ तपाईँले फिर्से हम पहुँच गए रोड पर गाइस रोडमा आइपुगेको छौँ र यहाँदेखि उँधो भ्यू देख्न सक्नुहुन्छ तपाईँले गठियाको यहाँबाट उँधो जानुपर्ने हुन्छ गाइस यस्तो उँधो जानुपर्छ यहाँबाट डोरो जानुपर्छ गाइस ओ कहाँ गएको र हेर्दै जाउँ गाइस फ्रम हियर टु देयर लेट्स गो कस्तो कस्तो छ हेर्दै जाउँ यहाँबाट सुत्तै उँधो बाटो छ यो बाटोबाट चाहिँ जानुपर्छ गाइस हेर्न सक्नुहुन्छ यो डिलबाट चाहिँ उँधो स्वाटै लेट्स गो बाटो चाहिँ यस्तो छ यहाँबाट फेरि सर्टकट गाइस ठिक्क तल निक्लिन्छ रोडमा यस्तै छ गाइस होइन हामी दोकानमा आइपुगेको छौँ गठियाको र यो चाहिँ ट्याक्सी हो हाम्रो यहाँ गठियाको दोकानको दाइको एकदमै राम्रो हुनुहुन्छ कोही बेला उहाँलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ तपाईँहरूले ट्याक्सीको लागि एकदम बिरालो रहेछ र फेरि जाउँ होइन यस्तो गर्दै जानुपर्छ यहाँ दोकानमा आइसकेको छौँ गठियाको एकदमै ठिक छ दामी छ होइन यहाँ चाहिँ दोकान हो ब्लगिङ एकदम यहाँ चाहिँ गठियाको दिदीको दोकान है एकदम चिप रेटमा दिनुहुन्छ यहाँ दिदीले विभिन्न सामानहरू पनि के छ दिदी अहिले रिटर्नमा आउँछु नि ल के खाना दिदी हाई गरिदिनु दिदी ब्लगमा है
र हामी फाइनली यहाँ ब्रिजमा आइपुगेको छौँ आइपुगिसकेको छौँ होइन गाइस यहाँ गच्छा ब्रिज यहाँ मुनि बहुतै माछाहरू थियो एकदमै दामी भ्यू पर्छ एकदमै दामी यता यहाँ बजार लाग्ने ठाउँमा हेरौँ कस्तो छ के छ होइन त्यहाँ चिहो एउटा सानो घर जस्तो छ धर्मशाला यतापट्टि त्यो चाहिँ हो हाम्रो यहाँ गाउँले दिदीभाइ बहिनीहरूले यहाँ सब्जीहरू बेच्नेको यहाँ सानो पसल जस्तो छ यहाँनिर चाहिँ एकदम तपाईँहरूले फ्रेस एकदम चिप रेटमा तपाईँहरूले सब्जीहरू पाउन सक्नुहुनेछ आउनु होला ठ्याक्कै भन्नु पर्दा चाहिँ यहाँनिर तपाईँलाई नोटिस बोर्ड तपाईँहरूलाई देखाइदिन्छु हेर्दैछौँ हाम्रो बिचरा यहाँ दुईटा बिल्लीहरू के भयो हाई बिचरा दुईटा जाडो भएर बसेको रहेछ गाइस नडर ठिक छ बसो र यहाँनिर हो होइन रोड साइड मार्केट फेसिलिटी भनेर छ यो रहेछ यता साङ्गा छोलिङ साम्ची यो यहाँनिर आउनु सक्नुहुन्छ तपाईँहरू यो चाहिँ हो धर्मशाला यहाँनिर रेस्ट गर्न सक्नुहुन्छ यताले तपाईँहरूलाई धान पखाला पिसाबेर हालेको छ यहाँनिर टोइलेट पनि बनाइदिएको रहेछ यस्तै छ यहाँको गच्छा ब्रिजको नजारा गाइस एकदम बबाल छ गाइस आउनु सक्नुहुन्छ तपाईँहरू पिकनिकमा जाँदैछौँ हामी चाहिँ ब्रेकफास्ट खाएर यहाँ एउटा दोकान छ दोकानमा ब्रेकफास्ट खाएर जानेछौँ दोकान भनेको त्यो मागेको त पाउनु पर्छ अहिले भन्छन् गाइस हामी चाहिँ दोकान जाँदैछौँ अब चाहिँ ब्रेकफास्ट खानुको लागि यही हो दोकान चाहिँ यहाँ देख्दै गरेको हो हेर्नु होला सबैजनाले यहाँ मेरो साथी गइरहेको छ अगाडि हेर्नु होला म पनि जाँदैछु साथी सँगसँगै दोकान गएर यहाँ यसको पछि चाहिँ हामी चाहिँ फाइनली फेरि दोकानमा आइपुगेको छौँ अब हामी केही कुछ खानेछौँ र हामी चाहिँ कोका अर्डर गरेको छौँ कोका खानेछौँ आज ब्रेकफास्टमा गाइस जसको र गाइस हाम्रो कोका चाहिँ यहाँ एकदम रेडी भइसकेको छ एकदमै राम्रो बनाएर हेर्नु भएको छ हाम्रो दिदीले र हामी चाहिँ ब्रेकफास्टतिर लाग्नेछौँ गाइस लो गाइस यहाँ कोका कस्तो छ कोका आइसकेको छ गाइस तपाईँले देख्न सक्नुहुन्छ र टेस्ट छ होइन टेस्ट गर्छ वाउ एकदमै दामी छ गाइस तपाईँहरू पनि यहाँ यो दोकानमा खान सक्नुहुन्छ टेस्ट गर्न सक्नुहुन्छ आफ्नो पेट भर्नु सक्नुहुन्छ गाइस र लेट्स गो अब हामी जाँदैछौँ फेरि दोकानमा खाना खाएर हामी ब्याग जाँदैछौँ होइन टाइम पनि निकै भइसकेछ घाम लागेको छ एकदम गर्मी भइरहेछ अघि बिहान आउँदाखेरि निकै चिसो जाडो थियो अहिले एकदमै गर्मी भइरहेको छ कता जाने हो र फाइनली हामी तपाईँहरूले देख्न सक्नुहुन्छ वहाँ परसम्म चाहिँ हामी पुग्नु पर्ने हुन्छ त्यहाँनिर हाम्रो फाइनल डेस्टिनेसन हो हामी त्यहाँनिर बस्छौँ होइन बस्ने ठाउँ हो र अब 1 मिनटको बाटो पनि छैन र हाम्रो मोटो चाहिँ यहाँ सुतिरहेको छ
हाम्रो यहाँ साथी चाहिँ साइकल लिएर एकदम उहाँ तल तयारीमा छ जानुको लागि डेटिङ हो कि कहाँनिर जाने हो एकदम टायरमा छ गर्लफ्रेन्ड भेट्नुको लागि चारवटा खुट्टा भएको गर्लफ्रेन्ड भेट्नुको लागि उहाँ साथी चाहिँ एकदम तयारीमा छ साइकल एकदम बिहान बिहानको एक्सर्साइज हो केही होइन अरू होइन यस्तो अनर्थहरू नराम्रो नसोच्नु होला केही होइन उसको र हामी फाइनली आइपुगेको छौँ यहाँ टेप हो पानी वाटर ट्याप हामी भाँडा बर्तन खुट्टा पानी खाने फाइनली वी आर ब्याक टु आवर होम हियर देख्न सक्नुहुन्छ गाइस दिस इज आवर लिटल क्याट हियर फाइनली पसिसकेछौँ गाइस होइन देख्न सक्नुहुन्छ तपाईँले यो चाहिँ हाम्रो किचन हो गाइस यहाँनिर एकदम चियाहरू बनाएर भाँडा बनाइरहेको छ र गाइस आजको भ्लग चाहिँ यहाँनिर नै एन्ड गर्नुपर्ने हुन्छ र तपाईँहरूलाई कसैले सब्सक्राइब गरेको छैन च्यानल गएर ठिकै सब्सक्राइब गरिदिनु होला र यदि मन पर्यो भने लाइक गरिदिनु होला कस्तो लाग्यो भिडियो कमेन्ट गरिदिनु होला गाइस सो यस्तै भिडियो नयाँ बनाउने छौँ त्यो भिडियोमा we are going to meet again so तब तक के लिए bye bye goodbye see you next video thank you very much